आज मैले यस भिडियोमा verb type 1 कसरी युज गर्ने र verb type 1 भनेको के हो भनेर भन्न गइरहेको छु। verb type 1 भनेको verb को पछाडी डबल vowel छ भने जुन कुनै verb को पछाडी डबल vowel छ भने त्यस्तो verb type लाई verb type 1 भनिन्छ। For example, you, a, u, a, यहाँ पनि के छ o, e, a, यहाँ पनि के भयो यस्तो verb type लाई verb type 1 भनेर भनिन्छ। यसलाई कसरी युज गर्ने त भनेर अब हेरौँ है त। यसमा हामीले के गर्छौं हामीले लास्ट को one लेटरलाई हामीले रिमुभ गर्छौं। जस्तो कि पुहुवा यो पुहुवामा हामीले भारतालो स्ट्रक्चर बनाउँछौं। पहिला पुहुवामा हामीले लास्टको हामीले के भन्यौं यसमा लास्टको one लेटर रिमुभ गर्छौं। लास्टको one लेटर भनेको के छ ए छ र एलाई रिमुभ गरेर हामीले पुहु मात्रै राख्छौं। यहाँ चाहिँ के भयो पुहु भयो। त्यसपछि के भयो प्लस पर्सनल इन्डिङ गर्छौं। पर्सनल इन्डिङ भनेको मीनासँग एन लाग्छ, सिनासँग ते लाग्छ, हानसँग भावेल रिपिट हुन्छ, मेसँग एमए लाग्छ, तेसँग ते ए लाग्छ, हेसँग भात अथवा भ्याट लाग्छ। ल यहाँ चाहिँ मैले इक्जाम्पल दिएको छु। मीना पुहुन नेपालीया। म नेपाली बोल्छु। सिना पुहुत नेपालीया। तिमी नेपाली बोल्छौ। हान पुहु। यहाँ चाहिँ दुईवटा भावेल के भयो भावेल रिपिट हुन्छ भनेर भनेको थियौं हामीले हानमा। त्यही भएर यहाँ चाहिँ भारतालो एज इट इज भयो। त्यसमा चाहिँ पर्सनल इन्डिङ उ राख्यौं हैन त। पुहुमा के भयो भावेल रिपिट भयो। यसमा चाहिँ भावेल हामीले रिपिट हुन्छ भनेर भनेको थियौं। त्यसैले पुहु भयो। यसको मतलब उ नेपाली बोल्छ, उनी नेपाली बोल्छिन्। मे पुहुमे नेपालीया। हामी नेपाली बोल्छौं। यसमा के भयो त भारतालो एज इट इज भयो स्ट्रक्चर। यसमा चाहिँ एमएमए लगाएर के भयो हामी नेपाली बोल्छौं भयो। मेमा जहिले पनि एमएमए पर्सनल इन्डिङ एड गर्छौं। त्यसैले पुहु एज इट इज भयो। त्यसमा एमएमए हामीले पर्सनल इन्डिङ एड गर्यौं। दिस मिन्स हामी नेपाली बोल्छौं। ते पुहुते नेपालीया। तिमी अथवा तपाई नेपाली बोल्नुहुन्छ। तपाईहरु नेपाली बोल्नुहुन्छ। ते पुहुते नेपालीया। यसको अर्थ तपाई नेपाली बोल्नुहुन्छ अथवा तिमीहरु नेपाली बोल्छौ। यसमा चाहिँ के भयो भने पुहुते पुहु भनेको एज इट इज भयो। त्यसमा चाहिँ ते ए एड भयो। स्ट्रक्चर तेमा ते ए पर्सनल इन्डिङ हुन्छ। त्यसैले यहाँ चाहिँ पुहुते भयो। हेसँग भात अथवा भ्याट लाग्छ भनेको थियौं। पुहु भनेको स्ट्रक्चर एज इट इज हुन्छ। त्यसमा चाहिँ हामीले पर्सनल इन्डिङ भात अथवा भ्याट एड गर्छौं। यहाँ चाहिँ भात हुन्छ। यसमा चाहिँ भात एड गरौँ नेपालीया भयो। हे पुहुबात नेपालीया। यसको मतलब उनीहरू नेपाली बोल्छन्। सानोआ भनेको टुसे। यसमा चाहिँ ओए आयो डबल भावेल भयो। यो पनि के भयो verb type 1 भयो। यसमा हामीले के गरिन्छ लास्टको भावेल लेटरलाई हटाइन्छ। यसमा रिमुभ गरेर हामीले के गरिन्छ सानो एसएएनओ सानो गराइन्छ। यो चाहिँ के भयो भारतालो भयो स्ट्रक्चर भयो। सानो डबल भावेल छ। डबल भावेलमा हामीले एउटा लास्टको भावेललाई रिमुभ गर्छौं र पर्सनल इन्डिङ एड गर्छौं। त्यसैले चाहिँ यहाँ के रह्यो
सानो रह्यो। अनि यसको मतलब मिना सानुन म भन्छु आई से, सिना सानोत यु से तिमी भन्छौ, हान सानो भवेल के भयो रिपिट भयो। he or she says ऊ भन्छ अथवा उनी भन्छन्। मे सानो मे, यहाँ पनि के भयो मेसँग एमएमए लाग्छ, त्यसैले के भयो यसको अर्थ we say हामी भन्छौँ। ते सानोते यु से यो फर्मल तरिकाले भयो। यसमा चाहिँ तपाईँ भन्नुहुन्छ तर तपाईँहरू भन्नुहुन्छ। हे सानो भात दे से उनीहरू भन्छन्। यसमा के भयो सानो भनेको स्ट्रक्चर एज इट इज रहन्छ सबै पर्सनल प्रोनाउन्समा। हामीले के गर्छौँ त्यसमा त्यो वार्तालापमा हामीले प्लस पर्सनल इन्डिङ एड गर्छौँ। त्यसैले यहाँ चाहिँ दे से उनीहरू भन्छन् भयो हैन त। ओके, अनि अर्को इक्जाम्पल छ ओस्ता भनेको टु बाई। यसमा के भयो लास्टको भवेल लेटर रिमुभ हुन्छ र यसमा स्ट्रक्चर के हुन्छ ओस्ता प्लस हामीले पर्सनल इन्डिङ गर्छौँ, पर्सनल इन्डिङ। त्यसैले मिना ओस्तान आई बाई, सिना ओस्तात यु बाई, हान ओस्ता यहाँ चाहिँ के भयो भवेल रिपिट भयो, हान ओस्ता। सी or he buys ऊ किन्छ उनी किन्छन्। मे ओस्तामे हाम्रो वार्तालो एज इट इज रहन्छ, त्यसमा हामीले पर्सनल इन्डिङ एड गर्छौँ। यसको मतलब वी बाई हामी किन्छौँ। ते ओस्ताते दिस मिन्स यु बाई तपाईँ किन्नुहुन्छ। ए ओस्ताबाद ते बाई, यहाँ चाहिँ के भयो ओस्ता भनेको एज इट इज भयो, यसमा चाहिँ भात एड गर्यौँ। यसमा पर्सनल इन्डिङ भात अथवा भात लाग्छ, यसमा चाहिँ भात लाग्छ। दे बाई उनीहरू किन्छन् भयो। थ्याङ्क यू फर द वाचिङ।